So फाइनली गाइज आज चाहिँ हामी टिकटकको लागि कन्टेन्ट बनाउन यसरी रेडी हुँदैछौँ। तर हाम्रो विचारमा चाहिँ एउटा नयाँ ख्याल आइसकेको छ। हामी चाहिँ भाउजू अफिस जानु भएको छ र भाउजूलाई प्र्याङ्क कल गरेर दादा चाहिँ अर्जेन्ट विदेश जानुपर्ने भयो भनेर हामी चाहिँ यहाँनिर प्र्याङ्क कल गर्न जाँदैछौँ। ल तपाईँहरू सक्सेस हुन्छ कि हुँदैन के हुन्छ हेर्नु होला। ल कल गर्न छिटो ल ल ल यहाँनिर चाहिँ कल लाग्दैछ। ल कल हाम्रो चाहिँ यहाँनिर ल लगाउँदैछौँ हामी चाहिँ। ल ध्यान दिएर हेर्नु होला। ल कस्तो हुने रहेछ। हेलो के गर्नु भयो? दादाको त अर्जेन्ट विदेश जानुपर्ने भयो नि। दादाको के अर्जेन्ट विदेश जानुपर्ने भयो। भाउजू अहिले त्यही आउँछु। हो के शुभयात्रा पछाडिको ब्याग त राम्रो थिएन, बरु आइन्सको लिएर जानु। विदेश जाँदाखेरि पनि अलिकति पनि केही पीडा भएको छैन। उ त के अरे भिक्स लाउनु भिक्स। यस्तो नि प्र्याङ्क हुन्छ छोड। सो हाम्रो चाहिँ प्र्याङ्क यस्तो भएन, पुरै क्यान्सल भइसकेको छ। यो प्र्याङ्क चाहिँ सफल हुनु भएन। ल अब त्यही हो प्र्याङ्क क्यान्सल भएन। प्र्याङ्कै आज सक्सेस भएन। ल आज प्र्याङ्क चाहिँ सक्सेस हुन सकेन। अब के गर्नु यस्तै भयो। विदेश जाँदा पनि बुढा विदेश जाँदाखेरि बुढी चाहिँ एकदम